हाम्रो नवीन भट्टराई दाइलाई चाहिँ पहिला सुरु त सो म चाहिँ त्यस्तो खतरा सिङ्गर चाहिँ होइन त्यही पनि लेट मी ट्राई त्यही गीत ट्राई गर्दैछु भुलचुक भएमा माफ भयो चेक गरेर वस्तु घन्टी बजिरहेछ सबै कुरा उतारे घडी उतारे पेटी उतारे त्यही पनि घन्टी बजिरहेछ किन घन्टी बजिरहेको रहेछ भन्दाखेरि त हातको फलाम त निकाल्दै बिर्सिरहेको रहेछ र इमिग्रेसनमा पनि मेरो विभिन्न अनुभव छ पहिलाको अनुभव त म त्यति सक्ने हुन्छ म उहाँलाई आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु अब मेरो क्वेसन प्रोडक्सन एकदमै गरिब छ यहाँ त्यही भएर सर वेलकम टु लन्डनमा को भन्छ करोडपति धन्यवाद थ्याङ्क यू ताली बजाऊ यार प्लिज दादा रोमान्टिक ओके तपाईँको रोमान्स म भयो तपाईँसँग होइन मलाई हेरेर भनिदिनुहोस् अब उहाँ त अब लन्डन आइदिएर गइसक्नु भयो म यतै हेरौँ हजुरसँग रोमान्स कसरी हुन सक्छ मेरो त्यही पनि फिल रोमान्टिक साथीको लागि यो हात सलाम अनि दुश्मनको लागि तिमीलाई थाहा छ त फलाम साथीको लागि यो हात सलाम दुश्मनको लागि यो हात फलाम दादा अब सकिएको छैन अब दुखी भएर भन्नुहोस् दुखी साथीको लागि हात सलाम दुश्मनको लागि यसमा पनि दुखी हुनुहुन्छ दुश्मनको लागि फलाम त्यो दुखी भयो कि रुन्छ भयो साथीको लागि यो हात सलाम छ दुश्मनको लागि यो हात फलाम छ म दादाको यो हात चेक गर्न चाहन्छु
सपनीमा